अब यतिखेर चाहिँ मलाई केही भएर म मर्छु भन्नेसँग के को डर कि अब कति होला र 2 होला 4 होला 5 होला हद भए 6-7 होला 8 होला केसँग डराउनु कामै गर्न सक्दिनँ भन्ने त मलाई एक रति लाग्दैन अहिले पनि म एकदम एक्टिभ छु अर्को कुरा के छ भने मैले राम्रा व्यक्तिहरूसँग लाई चुनेको छु ती सबै सपोर्टिभ छन् रामेश्वरजी हुनुहुन्छ हैन हाम्रो कुलमान घिसिङ भयो ओम नै भए सबै यो देशको एकदम हिरा नै हुन् अब यस्तो व्यक्तिहरू सपोर्ट तर सबै काम त म जिम्मा लिन्न नि उहाँहरूलाई सबैलाई बाँड्दैछ मलाई लाग्दैन मैले यति काम गरिसकेपछि यति मैले मेहनत गरेपछि भगवानले मलाई बदनाम गराउलान् जस्तो चाहिँ लागेको छैन मेरो समाजप्रति मुलुकप्रति यो जनताप्रति मेरो एउटै लक्ष्य छ मैले मेरो बाउले हेर्न पाएन यो देशको विकास हेर्न पाएन मेरो बाजेले हेर्न पाएन मैले पनि हेर्न पाइरहेको छैन मेरो छोरोले त हेरोस् कमसेकम मेरो छोरो नबिदियोस् विदेशमा नबसेर यही देशमा आओस् भन्ने मेरो अन्तिम लक्ष्य उनीहरूको एउटै शब्द थियो तपाईँ हाम्रो आमा हो हामीले मागेको कुरा चाहिँ पुर्याइदिनुस् हामीलाई त्यति भए पुग्छ अब यिनलाई सजाय दिलाउनुस् हामीलाई अन्याय गरेको हो र यो मुलुकलाई निकास दिनु अस हामीलाई केही पनि चाहिएको छैन मुलुकले चाहिँ एउटा के भने विकास गर्न सक्ने एउटा बाटो बनाइदिनुस् हाम्रो चाहना त्यति नै हो मुलुकमा चाहिँ एउटा भ्रष्टाचार रहित बनाउने प्रयास गर्नुस् भनेर उनीहरूले त्यति नै मागे र एउटै कुरो के भयो भने बच्चाहरू जो पढ्ने छात्र छात्राहरू 23 गतेको दिन जो मारिए हो त्यो मारिएको हुनाले हामी दुखित भएर हामी यसमा काम गरौँ र उनीहरूले मागेको जुन डिमान्ड छ मुलुकमा धेरै करप्सन भयो आर्थिक अनियमितताहरू भयो र एउटा चाहिँ सुशासन भएन भनेर मागेको यो पूरा गर्नलाई हामी सक्षम छौँ भनेर हामी आएको हौँ अब कुनै पनि काममा 100% सफल हुने कुरा पनि आउँदैन एउटा कुरा अर्को कुरा के हुन्छ भन्दाखेरि गर्दै सबै काम पूरा नहुन पनि सक्छ त्यो हुन्छ भन्ने पनि छैन हामी काम गर्छौँ आलोचना आइरहन्छ तर सक्दो हामी राम्रो कोसिस गर्छौँ काम गर्ने अब हामीले अनुसन्धान गरेर त्यसलाई कारबाही गर्नेसम्म हामीले पुर्यायौँ भने पनि अर्को गभर्नमेन्टले त्यसमा चाहिँ अरू कामहरू गर्न सक्छ तर त्यो बाटो चाहिँ हामी बनाउँछौँ जब पोलिटिकल अप्ठ्यारो पर्छ परिस्थिति पर्छ जब पोलिटिसियनहरूबाट पुरा हुँदैन काम त्यतिखेर बङ्गलादेशमा न्यायाधीश आएर चुनाव गरेछ अरू कन्ट्रीमा पनि न्यायाधीशहरू आएर गराछ यही नेपालमा पनि इलेक्सनको सम्पूर्ण कामहरू र हरेक ठाउँमा अधिकृत न्यायाधीशहरूले गर्छन् ठीक हो न्यायाधीशले चाहिँ के छ भने पोलिटिक्समा जानु हुँदैन यो मेरो मान्यता हो मेरो पनि मान्यता हो तर म त अहिले रिटायर्ड जज हुँ म रिटायर्ड जज हुँ रिटायर्ड जजले पोलिटिक्स गरेको त होइन राज्य गरेको त होइन खालि निर्वाचनको लागि नै आएको हो निर्वाचन गराउन आएको मेरो भूमिका त त्यति नै हो म त यहाँ आदरणीय समाज भनेर त्यहाँ भाषण गर्नेवाला त छैन मेरो पब्लिक रिलेसनै छैन यही बालुवाटारमा यहाँ दिनको 1000 मान्छे अहिले 1000 मान्छे पोलिटिसियन त्यो लिडरलाई भेट्न आउँथ्यो जो प्रधानमन्त्री थियो आज हेर्नुहोस् मेरो एकजना मान्छे हुँदैन कति फरक छ देशको अप्ठ्यारो बाधा अड्काउको एउटा अवस्थालाई फुकाउन मात्रै आएको मेरो रोल होइन भोलि म यहाँबाट गएपछि चुनाव पनि लड्दिनँ त्यसैले पोलिटिक्स गर्यो भन्न सुहाउँदैन कानुन भनेको कानुन हो न्याय भनेको न्याय हो हैन अन्याय भनेको अन्याय हो भ्रष्टाचार गर्नु भनेको पनि अन्याय हो शोषण हो र त्यसलाई कसैले पनि सहने कुनै बेलामा पनि सहन हुँदैन त्यसलाई कसैले पनि टोलरेट गर्न हुँदैन भ्रष्टाचारको कारबाही त देन आइन दिएर जहिले पनि हुनुपर्छ भ्रष्टाचार गर्ने एउटाले खान पाउँदैन अर्कोले चाहिँ मनपरी गरेर कमाउने त्यसकारण त्यो त कुनै बेला पनि कुनै सरकारले पनि त्यसको एक्सन चाहिँ उठाउनुपर्छ यदि म दलीय सदस्यहरूलाई म लिउँ भने उहाँले निर्वाचनमा त्यसलाई भजाउने कोसिस गर्नुहुन्छ त्यो निर्वाचनमा चाहिँ जाँदाखेरि त्यो जुन मन्त्रीमण्डलको पावर हुन्छ नि हेलिकप्टरको सुविधा केको सुविधा उहाँहरूले त्यो हुन्छ अनि फेरि अर्को कुरा के हुन्छ भने मैले निर्वाचनमा नजाने मानिसहरूलाई खोजेको निर्वाचनमा जाने भने त निर्वाचनमा गइहाल्छन् अनि काम के हुनु अनि काम त हुँदैन त्यसैले गर्दाखेरि बरु निर्वाचनमा नजाने खालको इन्डिपेन्डेन्ट क्यारेक्टरको अनि हामीले अहिले त हाम्रो संविधान अनुसार त जाति जनजाति सबै हामीले लिनै पर्छ त्यो खोज्दाखेरि चाहिँ र एकदम स्वतन्त्र व्यक्तिहरू खोज्दाखेरि चाहिँ मलाई अलिकति समय लागेको त्यो कसरी कुन प्रक्रियाले तपाईलाई अब तपाईसँग त अरु दललाई जस्तो सुविधा छैन नि सल्लाह गर्न त्यस्तो हैन तपाई त्यो प्रक्रिया चाहिँ के छ चयन प्रक्रिया
हाम्रो केही साथीभाइहरू हुनुहुन्छ हामीलाई कोअपरेट गर्नेहरू, हामी उनीहरूलाई सोधिरहेछौँ, त्यसैबाट होमवर्क गरिरहेछौँ, यो उहाँ कस्तो हो, उहाँ कस्तो हो, के खालको हो, अनि फेरि सोधो उहाँलाई, इच्छा छ कि नै त्यो पनि सोध्नु पर्यो। त्यही सोधेर चाहिँ हामीले 3 जनाको त अहिले फत्ते गरौँ। अब हाम्रो नेम लिस्टमा चाहिँ अलिकति अरू पनि काम बढी भएको हुनाले त्यतातिर लाग्नाले यतातिर लागेका छैनौँ। जसलाई इच्छा छ, जो चाहिँ एउटा खुसी साथ यतिखेर मद्दत गर्छ, यो त अभियान हो नि, यो खालि निर्वाचनको अभियान हो। यसमा चाहिँ निर्वाचनमा हामी एउटा चाहिँ के छ भनेदेखि यस्तो प्रयास होस् कि यो निर्वाचनबाट चाहिँ यो एक्सन, यो काम चाहिँ निर्वाचन हुँदा पनि भारतमा टिएन सेसनले गरे जस्तो गरेर होस्। सबै कुरो चाहिँ एउटा चाहिँ कानुनसँग, कानुन र नियमसँग अनुसार चाहिँ होस्, कहीँ पनि त्यस्तो मिस्टेक नहोस् र ती सबै साथीहरूले सहयोग गरेर एउटा राम्रो सरकार बनोस्, संसद पनि राम्रो होस् भनेर हामीले त्यो सोच राखेर धेरै होमवर्क गरेको हो। धेरै मानिसहरूसँग हामी कुरा गरिरहेछौँ। म 18 घन्टा 20 घन्टा काम गर्छु। तपाईँलाई थाहा होला, मलाई आफैलाई पनि अप्ठ्यारो लाग्छ। यो मेरो चोइसको काम होइन, यो त पब्लिकले भन्यो र कति प्रेसर म माथि आयो। म ठाउँ यो बनाउने भनेर मिटिङ हुँदाखेरि म निस्केर हिँडेको छु। त्यो जसले देखाएको छ त्यसले भोगेको छ। मेरो बाटो रोकेका छन्, तपाईँले यसो गरिदिनु भएन, यो अप्ठ्यारो परिस्थितिमा तपाईँले यसो गर्नु भएन, छोडेर जानु भएन, भाग्नु भएन भनेर भनेको छ। मलाई आफैलाई पनि यो अप्ठ्यारो लागेको छ। यो अप्ठ्यारो यस्तो लागेको छ कि यो 6 महिना चाहिँ मैले सिद्ध्याएर जान पाएँ भने बहुत राम्रो। यसको लागि हामी हेर्नु होला, म बिहानदेखि बेलुकासम्म मेहनत गरिरहेको छु, काम गरिरहेको छु, नियुक्ति गरिरहेको छु, निर्णयहरू गरिरहेको छु। हरेक अहिले त्यही मरेको बच्चा केटाकेटीहरूको बारेमा पनि मैले कतिवटा निर्णयहरू हामीले गरिसक्यौँ। निर्वाचन आयोगमा के गर्नुपर्ने हो, पहिले त लिस्ट तयार गर्नुपर्ने हो। लिस्ट पनि एक प्रकारले पुरानो लिस्ट छ, नयाँ थप्नुपर्ने मात्रै हो, त्यो एउटा काम हो। अरू चाहिँ कसरी गर्ने, फेरि निर्वाचन गराउँदाखेरिको अवस्थामा जजहरू त हुँदै हुनुहुन्छ, जिल्लाको उच्चको सकेसम्म त उहाँहरूले गरिहाल्नुहुन्छ र हामीले दिन रात मेहनत गऱ्यौँ भने हामी 6 महिनाभित्र हामी सक्छौँ र हामी एकदम कम्पलसरी सक्न चाहन्छौँ। फागुन 21बाट निर्वाचन गरेर ह्यान्डओभर गरेको दिन चाहिँ मलाई चाहिँ एउटा के छ भने पखेटा पलाए जस्तो महसुस हुनेछ। मलाई यहाँ बसेर कुनै खुसी लागेको चाहिँ छैन। त्यसैले म एकदम प्रयत्नरतमा छु, छोटो मिनिस्ट्री बनाएर त्यसबाट व्यापक रूपमा हामी खटेर हामी त्यो सिद्ध्याउने प्रयासमा छौँ। म त निर्वाचन गराउने सम्मको मेरो म्यान्डेट त त्यो मात्रै हो। त्यसपछि सुशासनको कुरा र अलिकति भ्रष्टाचारको हेर्ने। यो अहिले आन्दोलनरत ग्रुप जो छ उसले चाहिँ भ्रष्टाचारमा गरेको हुनाले, आवाज उठाएको हुनाले त्यहाँसम्म हो म्यान्डेट मेरो उहाँहरूको जस्तो लामो प्रक्रिया छैन र समय पनि छोटो छ। त्यसैले गर्दाखेरि मलाई त्यति अप्ठ्यारो पर्छ जस्तो लाग्दैन, किनभने मेरो कन्सन्ट्रेसन इलेक्सन हो। यो हामीले राष्ट्रपतिज्यूलाई उहाँले चाहिँ हामीलाई के भन्नुभएको थियो भने तपाईँ पोलिटिकल पार्टीका हरेक पार्टीका एक एकजना सदस्य लिएर तपाईँ मन्त्रीमण्डल बनाउनुहोस् र त्यो बृहत मन्त्रीमण्डल निर्वाचनको मन्त्रीमण्डल बनाउनुहोस् भनेको थियो। मैले उहाँलाई भने त्यस्तो राम्रो हुँदैन, इन्डिपेन्डेन्ट मान्छे हुनुपर्दछ। हामी के हेर्दैछौँ भने पोलिटिक्स गर्नु भएको छ कि छैन। पोलिटिक्समा गएको रहेछ भने त्यो हटाएर त्यस्तोलाई हटाएर नन पोलिटिकल बरु कुनै संस्थाहरूमा काम गरेको अथवा सचिवहरू त्यस्तो व्यक्तिहरू चाहिँ जाति, जनजाति, दलित, महिला र एउटा पिछडिएको वर्ग त्यो आधारभावी ल्याउने पक्षमा छु। के छ भने उहाँले जो विरोध गर्नुभएको छ, उहाँलाई लागेको कुराको विरोध गर्नुभयो। तर मेरो ठाउँमा मैले अहिले जो अन्तरिम सरकार हाम्रो गठन भएको छ त्यसको सन्दर्भमा हेर्ने हो भने एकातिर संसद कायम, अर्कोतिर एउटा सरकार मेरो नेतृत्वमा बन्दा कृत्रिम सरकार हुन्छ। संसद जीवित रहँदाखेरि संसदभित्रबाट सरकार हुनुपर्छ, तर संसद कायम भइरहँदाखेरि बाहिरकोले आएर गर्न त मिल्दैन, कन्ट्राडिक्टिभ हो। अनि संसद कायम भइरहँदाखेरि चाहिँ त त्यो मान्य हुँदैन, किनभने संसद भङ्ग भएको अवस्थामा मात्रै चाहिँ अहिलेसम्म यसो हेर्दाखेरि संसारमा जहाँ पनि त्यो अन्तरिम सरकार, चुनावी सरकार भनौँ न, त्यो अस्तित्व त्यो बेटर हुन्छ। कतिपयले चाहिँ म ठिक तर संसद विघटन बेठिक भन्नुभएको छ, हैन? तर
हो के भनेदेखि अहिले त हामी त यहाँ शासन गर्न हाम्रो त यो अन्तरिम सरकारले शासन गर्न त आएको होइन नि। हामी त एउटा चाहिँ क्लिन फेयर बाटो एउटा चाहिँ के छ भन्दाखेरि एउटा मार्ग प्रस्तुत गर्न मात्रै आएका हौँ हामी। किनभने भोलि उहाँहरूले विरोध गर्नुपर्ने कुरै छैन। उहाँहरू राजनीतिज्ञको काम चुनाव लड्ने नै हो, चुनाव लडेर जितेर आउने हो। उहाँहरूको लागि चाहिँ यसबाट चाहिँ एउटा राम्रो बाटो मार्ग बन्छ। त्यो बाटोमा उहाँहरू चुनाव लडेर जितेर आउन त सबैले पाउनुहुन्छ। अब मेरो क्यारेक्टर के हो भन्दाखेरि म न्यायाधीश हो, मेरो कल्चरै बेग्लै हो, मेरो कल्चर हो, मेरो पोलिटिसियनको कल्चर होइन। हामी सधैँ न्यायाधीश हुँदाखेरि चाहिँ सबैसँग दूर भएर एकदम अलग एकान्तमा बस्ने हाम्रो आदत छ। मेरो पोलिटिसियनहरूसँग त्यति उठ बस चिनजान परिचय बहुत कम छ। यो सत्तामा बस्दाखेरि चाहिँ राजनीतिक दल बिनाको त त्यो कल्पना गर्न नसकिने कुरा हो नि त। त्यो चाहिँ तपाईँलाई खट्किएको छ कि छैन, अहिले म एक्लै छु यस्तो खालको भन्ने? मेरो मनमा के लागेको छ भने मेरो अन्तरिम सरकार हो, यसै बिचमा सुशासन पनि हो, अनुशासन पनि हो। यसै बिचमा भ्रष्टाचारका कुरा आयो भने जो अहिलेको चाहिँ विद्रोही समूहले जे उठाएका छन् त्यो पुरा गर्ने मात्रै हो। उहाँहरूसँग मेरो त्यस्तो कम्पिटिसन, उहाँहरूसँग मेरो चाहिँ कुनै किसिमको चाहिँ एउटा द्वन्द्व रहने प्रश्नै आएन। मेरो मोटो, मेरो विचार अर्कै छ, उहाँहरूको विचार पूर्णतः पोलिटिकल छ। अनि हामीलाई के जानकारी आएछ भनेदेखि तिनै कैदीहरू जो सजाय पाएर बसेका थिए तिनीहरूको थ्रेट पनि गरेका छ। तर मलाई के अनुभव छ भने मैले 31 वर्षसम्म वकालत गर्दाखेरि एउटा कुरा मैले अपराध शास्त्रमा के देखाएको छु भने अपराध लुक्दैन है। भागेको अपराधी पनि मर्यो भने मात्रै हो त्यो देनाइन दिएर फेला पर्छ। राज्य त कडा रूपमा प्रस्तुत हुन्छ। त्यसैले गर्दाखेरि यो सबै मिलाएर एउटा आर्थिक चाहिँ सबै कलेक्सन गरेर सबै सङ्कलन गरेर यसलाई चाहिँ कुनै बाटोबाट पनि हामी एउटा चाहिँ मुलुकको वातावरण चाहिँ एउटा शान्त अनि जनताहरूलाई बस्न लायक अमन चयन हुने किसिमको हामी बनाउने पक्षमा छौँ। जनताहरूले आत्तिनुहुन्न, तर अहिलेको बेलामा सुरक्षित भएर बस्नु पर्यो, त्यति मात्र। मैले अप्ठ्यारो देखेको छैन। हामी सक्छौँ, कोसिस गऱ्यौँ भने सक्छौँ। यो हामी केमा चाहिँ पक्षमा छैनौँ भने आज यस्तो घटना घट्यो, अब हामी गर्नै सक्दैनौँ होइन। हामी 100% कोसिस गरेर पनि यसलाई पुरा गर्नमा हामीले योजनाहरू हेरिसक्यौँ। त्यस्तो भत्केको घरहरू पनि हामी बनाउनेमा पुगिसक्यौँ, पुरै कम्प्लिट गर्ने। अब मेरो पालासम्ममा नहुन सक्ला, तर हामी बाटो देखाएर पुरा गर्नेमा पनि हामी गइसक्यौँ। र यो सुरक्षाको निकाय आर्मीदेखि लिएर प्रहरीदेखि लिएर सशस्त्रदेखि त्यो सबै हाम्रो योजना बनिछ।